काठमाडौँ भनिरहेको छु। आज चाहिँ हामीहरू मिलनचोक जाँदै थियौँ नि त 3 दिउँसो बेलुकातिर मिलनचोक जाँदै थियौँ। अनि त्यतिखेर चाहिँ भिडियो बनाउँदै गरेको। अनि बाहिर बहिनीहरूले चाहिँ पर नानीहरूलाई देख्नुभएछ दोकानमा। अनि उनीहरूलाई बोलाइरहनु भएको छ कि यहाँ हो भनेर बोलाइरहनु भएको छ। अनि उनीहरू चाहिँ आइरहेछ। उनीहरू नानीहरूसँग बोल्नु भएर बोलिरहनु भएको छ। म चाहिँ भिडियो बनाइरहेको छु। अनि त्यस पछाडि सायनलाई चाहिँ अर्को भाइले ऋत्विकले बोलाइरहेछ कि। अनि 4जना भएर त्यहाँ बोलिरहनु भएको छ। अनि बहिनीहरूले चाहिँ के किन्नु आएको भनेर सोधिरहनु भएको थियो। अनि उनीहरूले लजाउल भनेर बाई गर्नुभयो। अनि बहिनीहरू चाहिँ आउँदै हुनुहुन्छ कि फेरि नानीहरूले जे गर्यो त्यही गर्छ नि त। नानीले बाई गर्नु लगाएर गरिदियो। बहिनीहरू आउनुभयो। अनि मैले चाहिँ भिडियो बनाइदिएँ। म पछाडि भिडियो बनाइरहेको थिएँ। अनि बहिनीहरूले चाहिँ अब तपाईँ चाहिँ भिडियो बनाउनु न भन्दै जिस्काइरहनु भएको थियो। अनि मैले चाहिँ चुपचाप हिँडेर भनिरहेको थिएँ। अनि होइन बनाएको छैन भन्थेँ। अनि बहिनीहरू चाहिँ अगाडि नानीलाई बोलाउँदै हिँड्नुहुन्थ्यो। अनि म पछाडि हिँडिरहेको थिएँ। पहिलानिर म यहीबाट क्लास जान्थेँ नि त। अनि अब नानी भयो। अनि नानी भएर अनि अहिले मिलनचोक पनि हामी अर्को बाटो पनि छ जाने त, तर हामी यही बाटो प्रायः जान्छौँ। अलिक यो बाटो चाहिँ कस्तो अलिक धेरै समय लाग्छ कि र पनि। अनि हामी चाहिँ अब घरमा बस्दा हुन्छौँ नि त। अनि हिँड्दा अलिक लामै बाटो। मैले चाहिँ भाइलाई जिस्काइरहेको थिएँ। अनि हाँसिरहनु भएको थियो कि। अनि त्यतिकै हिँडिरहेको थिएँ। गुरपा किन्नु बस्नु भयो। अनि भिडियो Here we go. पानीपुरी है चटपटे। छोरा चाहिँ हुनुहुँदैछ, बाबा हुनुहुँदैछ। छोरा चाहिँ गाउँ जानुभएको छ अरे। अनि त्यही भएर सोध्दै गरेको थियौँ। अनि पानीपुरी खायौँ। अनि अलिक ढिलो गर्नुभयो नि त। अनि किन ढिलो गर्नुभएको होला है भन्थ्यौँ। अनि उमेर पनि बुढो भयो त्यही भएर पनि होला भनेर हामी चाहिँ भनिरहेको थियौँ। अनि अङ्कलले चाहिँ बनाइदिँदै हुनुहुन्थ्यो। अनि हामी चाहिँ खाइरहेको थियौँ। अनि पानीपुरी खायौँ। अनि पानीपुरी खाएपछि चाहिँ फेरि चटपटी पनि खाऊँ ल भनेर चटपटी पनि मागेको थियौँ। अनि चटपटी पनि खायौँ। अनि चटपटी खाइदियौँ। अनि नानीले पनि पुरै खानु खोजिरहेको थियो कि। अनि हामीले अलिकति खुवाइदिएको थियौँ। अनि नानी चाहिँ पिरो खाइरहेको थियो। अनि हामी खाएर मिलनचोकमा चाहिँ यतिखेर पस्यो। यतिखेर अब बेलुका भएपछि चाहिँ पसल लाग्छ नि त। अनि त्यही भएर भर्खरै खुलिँदैछ। यहाँनिर यस्तो पानी पर्छ। उता केटा आएको यता उमा सेलबाट दियो नि अहिले प्लास्टिकबाट यता उभो यता बाटो त हाम्रो खतरा छ। सयमा सयमा 1.5 किलो
यता जाने चाहिँ हाम्रो बाटो जाने हो तर यता जानुपर्छ भाइ यता बहिनी सिरानी हेरौँ ल सायनको सिरानी हेर्नु छ नि त त्यही भएर हामी घर आयौँ आज चाहिँ पानी पर्नु आँटेको छ पुरै यहाँनिर चाहिँ अनि मौसम चाहिँ हाम्रो यस्तो छ नि त हाम्रो यहाँ दुर्गामणि कपनमा चाहिँ अहिलेको मौसम आज यस्तो छ हावा चलिरहेछ पानी पर्न लागेको छ चिसो छ यस्तै छ मौसम ऋत्विकको डल उल्टो भएछ नि सुल्टो बनाउनुहोस् न उयो तपाईँको स्कुटरमाथि चढ्नुहोस् त अनि काठमाडौँ